केपी शर्मा ओलीज्यूले त राम्रो काम गर्नुभएको छ, उहाँको विरोध गर्नुपर्ने त आजसम्म कुनै कारण देखिएको छैन। धेरै विकासका परियोजनाहरू, सयौं हस्पिटलहरू, सयौं रोडहरू एकसाथ बनेका छन्। कसले विरोध गरेछ फेरि केपी शर्मा ओलीको? ऊ त विकासी मान्छे हुन्, विकासको योजना भएका मान्छे हुन्। त्यो झापा क्षेत्र नम्बर 5 बाट जितेर आएका हुन्। त्यहाँको बाटोघाटो हेर्नुहोस् त, अहिले हिउँदा जानु भने मास्क लाएर हिँड्नुपर्छ, धुलो उडेर हिँड्न सकिँदैन। बर्खामा जानुहोस् त एउटा नाउ लिएर जानुपर्छ, नभए त्यो पानीले तर्न सकिँदैन। त्यस्तो विकास गर्ने क्षेत्र नम्बर 5 झापामा चाहिँ केपी शर्मा ओली हो। अनि त्यहाँ हस्पिटल, त्यहाँ दमकको हस्पिटलमा जानुहोस् त, एउटा इमर्जेन्सी हात भाँचेर इमर्जेन्सी बिरामी आयो भने विराटनगरतिर पठाउँछ। त्यहाँका टोइलेटहरू हेर्न जानुहोस् त, आएको गु पनि अड्किन्छ, त्यति सफासुग्घर छ। अनि त्यस्तो विकास गरेको केपी ओलीले फेरि विरोध गर्न थालेछन्। किन विरोध गरेको? त्यत्रो कम्बोडियामा पैसा लगेकै छैनन्। त्यहाँ दमकका सरकारी जग्गाहरू चाहिँ धनी पूर्जा निकालेर बेचेर कार्यकर्ताले खाएकै छैनन्। यस्ता कुराहरू बुझ्दैनन्। किन विरोध गरेका यार केपी शर्मा ओलीको? विरोध नगर न, बरु केपी शर्मा ओली पनि अलिअलि बुढो भए, बुढो भइसक्दाखेरि हग्दा पनि गिलो गिलो हग्छन्। एक चम्ची गु खाने गर तिमीहरू जस्ता कार्यकर्ताहरूले।